दुर्गाप्रसाद बाजेलाई भन्न त धेरै मान्छेले नराम्रो भन्छन्। धेरै मान्छेले ब्याङ्कको लोन लिएछ, ब्याङ्कको लोन लिनको लागि, ब्याङ्कको लोन फाइनल गर्नको लागि राजनीतिमा आउँदैछ भनेर। तर म भन्न चाहन्छु उनै मान्छेले नै धेरै हजारौँ मान्छेलाई रोजगारी दिएका छन् त्यही ब्याङ्कको लोन लिएर। अनि अर्को कुरा, ब्याङ्कको लोन त्यत्तिकै ब्याङ्कले दिँदैन। जति ब्याङ्कको लोन माग्छ त्योभन्दा बढ्ता सम्पत्ति ब्याङ्कलाई देखाउनुपर्छ। कसैले फ्रीमा लोन दिँदैन, तपाईँको नेपाली ब्याङ्कले फ्रीमा लोन दिँदैन, त्योभन्दा बढी सम्पत्ति देखाउनुपर्छ। र दुर्गाप्रसाद यस्तो मान्छे हुन् जो म नेपालमै बसेर नेपालमा रोजगारी दिन्छु भनेर बसेका मान्छे। त्यही मान्छेको पछाडि यहाँ पब्लिक र यी नेताहरू यसरी लागेका छन्। के गरौँ अब म? बुझ्नुपर्ने कुरा, कतिलाई रोजगारी दिएका छन्। जेन्जी आन्दोलनमा त्यति घाइते भए मान्छे, त्यति घाइतेलाई औषधि गरे फ्रीमा। कुनै नेताले गरे? जय नेपाल। कुरा बुझ्यो भने ठिकै छ, नत्र मलाई मतलब हुँदैन।